सो गाइस फाइनली आज हामी ढेउसिरे खेल्न जाँदैछौँ सबै ग्रुप भएर हामीहरू टिम। अब गएर के कसो हुन्छ ट्याक लगाएर भैलो खेलिन्छ। त्योभन्दा अगाडि भैलो खेल्नुभन्दा अब गएर चाहिँ सरर चाहिँ खाना खाइन्छ। खाना खाइसकेपछि ट्याक लगाएर भैलो सैलो स्टार्ट हुन्छ। ओके गाइस लेट्स गो। बाँकी भिडियोहरू आउने छन्, हेर्दै गर्नुहोला। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। ओके गाइस लेट्स गो। भन भाइ हो ए राम्ररी भन ए स्वर मिलाई कान ए देउसिरे भन ए वर्षमा दिनको ए चाड बाड ए जनाउनै पर्ने ए मनाउनै पर्ने ए घर बेटी बाबा ए घर बेटी आमा ए आइपुग्यौ हामी ए देउसिरे खेल्न ए भन साथी हो ए राम्ररी भन ए स्वर मिलाइकन ए देउसिरे भन। ए घरबेटी बामा के छ, सन्चै हुनुहुन्छ होला नि? हजुरका पनि छोरा नाति देश विदेशमा होलान्। चाडबाडमा सम्झेर मन कुटुक्क दुख्छ होला। मन भारी नबनाउनुहोस्, आउनुहोस् एकछिन हामीसँगै रमाइलो गरौँ। झिलिमिली झिलिमिली ए केकको झिलिमिली ए बत्तीको झिलिमिली ए फुलको झिलिमिली ए हामी त्यसै ए आएका हैनौ ए बलि महाराजको ए हुकुमले ए रातो माटो ए चिप्लो बाटो ए लड्दै पड्दै ए आएका हामी ए केराको थम्बा ए साथीभाइ जम्मा ए मिलेर आयौ ए देउसिरे खेल्न। लु यो हो नि त तोरीका, यसरी हो नि त देउसी भैली खेल्नु। लु हेर कति राम्रा नानी बाबुहरू, कति राम्रो गागा। लुलु गाइस जाम अब जाम गएर अब चाहिँ पल्लो रुममा ढेउसिरे भैलो खेल्नुपर्छ। त्यसपछि फेरि अब सुत्नु पनि पर्छ। त्यसपछि हामी भोलि अब ड्युटी पनि गर्नु बाँकी नै छ। त्यही भएर गाह्रो छ जिन्दगी, हल्का रमाइलो। यो चाहिँ पैसाको बिटो हेर्नुहोस्। देउसिरेको अब यही हो, ट्याक्क लागेर झापझुक्क गर्ने। हे खान भाइ देख्दा